चाहिँ घुम्न गइरहेको छु आज। हाम्रो कफी आइसकेको छ, मोमो पनि आइसकेको छ गाइज। भाडा बुलबुल आएको के 20 रुपियाँ दिन्छौँ। हे गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। सो आजको मेरो ब्लगमा चाहिँ स्वागत छ। सन्जय हुनुहुन्छ होला, म पनि यहाँ सन्जय छु। र आज चाहिँ शनिबार भएको कारणले म चाहिँ घुम्न गइरहेको छु आज होइन। अनि रेडी सेडी हुन्छु अनि साथीहरूसँग चलिदिनु पर्ने हुन्छ। सो त्यही गाइज। सो गाइज, नुहाउनु जानुको लागि पनि म रेडी भइसकेँ। अब चाहिँ नुहाउन चलिदिन्छु। सो मेरो साबुन गएको छ। मेरो साबुन गएको छ बे। सो मेरो साबुन चाहिँ यही हो, त्यहाँ राख्छु। अब म नुहाउन जान्छु अनि नुहाएर आएर हजुरहरूसँग भेट्छु। बाई। सो गाइज, म नुहाएर पनि आइसक्यो। अब यत्तिकै बसिरहेको छु। अब चलिदिनु पर्ने हुन्छ एकछिनमा। अनि त्यहाँ चाहिँ मोबाइल हेरेर बसिरहेको छन्। एउटा यिनी जान्छन् अनि एउटा यिनी जान्छन्। दोस्त जाने होइन? जाम के छिटो। तिमी फेरि कति मोबाइल हेरेको के जाम? सो अब चलिदिनु पर्ने हुन्छ हजुर। डर्दैन, जाम दोस्त, जाम जाम जाम। सो अब चाहिँ हामी चलिदिनु लागिसकेको छौँ दोस्त। अब हामी कहाँ जाने हो थाहा छैन तिमीलाई? एउटा चाहिँ गइसक्यो। चिल छौ दोस्त? दोस्त के छ दोस्त? विशाल चिल हो? ल फाइनली कफी आइसकेको छ हाम्रो चाहिँ। अब त्यही हो। मजा आयो खाना। दस कस्तो भयो तिम्रो? गद्दारी गर्यो। गद्दारी यिनले गरेको हुन् कि यिनले? ओ दोस्त, तिमीले पनि गद्दारी गरेनौ रे यार। मैले भर्खर गरेनौ रे। तिम्रो हातमा के छ यार? हटो। दाइ बुलबुलिया बुलबुलिया कति रुपियाँ भाडा? बुलबुलियाको के? बुलबुलिया चोक। चोक भन्दा हल्का नजिक हो के हजुर? 20 रुपियाँ दिन्छौँ। फाइनली हाम्रो चाहिँ यहाँ केटाहरूको कुरा चल्दैछ क्याफेमा कस्तो भयो भनेर। अनि हावा पनि एकदमै बवाल आइरहेको छ। त्यसैले चाहिँ मैले आफ्नो यहाँ भोइस ओभर गरेको छु है त गाइज। हिँडिरहेको छु बाटोमा। त्यो चाहिँ गाइज होइन। गाइज हामी अहिले घुमेर आइसकेको छौँ। गेटमा खुल्ने हम, गेट खुलिरहेको छैन। अब हामी आइसक्यौँ होइन। आज रमाइलो भयो किन? रमाइलो त भयो, रमाइलो भयो यार। धामी रमाइलो भयो। सो गाइस, मेरो भ्लग हजुरहरूलाई कस्तो लाग्यो आजको भ्लग? राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला।